guys, it's me Jyoti and welcome to my vlog. अहिले चाहिँ म कलेज जानलाई निस्क्या हो। मेरो साथी चाहिँ कुरिरहेछ त्यो बानेश्वर चोकमा। म पनि अब छिटो छिटो जानुपर्छ, लेट भइसक्यो अब। तनाव छ यार कलेज लाइफ पनि। बिहान उठेर खाना पकाउनु पर्यो, खानु पर्यो, कलेज जानु पर्यो। म आइपुगेँ बानेश्वर चोकमा। जहिले के यो सिडी चढेर जानुपर्छ, त्यस्तो झाउ लाग्छ कि मलाई यो सिडी चढ्न। त्यही पनि के गर्नु, चढ्नु पर्यो, जानु पर्यो। मेरो साथी चाहिँ उतापट्टि कुरिरहेको थियो के बस स्ट्यान्डमा। बस पनि आइसकेको थियो अनि मेरो साथीले फोन गरिरहेको थियो छिटो आऊ भनेर। अनि म छिटो छिटो गएँ। यस्तो दौडेर गएको थिएँ कि म, यस्तो स्पिडमा गएको थिएँ, कुरै छोडिदिनु साथीहरू। अनि यो चाहिँ मेरो साथी। अनि म आउने बित्तिकै जाऊँ गाडीमा जाऊँ, भिड भयो भनेर भनिन्। अनि हामी लाग्यो गाडीतर्फ। गाडीमा पनि लास्टै भिड थियो के। अनि हामी गाडीमा चढ्यौँ के। अनि गाडीमा भिड भएर उभिएर जानु परेको थियो कि हामीलाई। अनि एकछिन त उभिएर नि गएँ। अनि त्यसपछि यस्तै कुराकानी गर्दै उभिरहेको थिएँ हामीहरू। अनि एकछिनपछि के खाली भयो सिट। अनि मेरो साथी चाहिँ सिटमा बसी। अनि म पनि एकछिनपछि सिट पाएँ के। अनि पछाडिको दाइ कस्तो हेरिराख्नु भएको थियो के। अनि मेरो साइडमा चाहिँ एउटा आन्टी बसिराख्नु भएको थियो, यस्तो हेरिराख्नु भएको थियो। त्यही हेरेर मेरो साथी यस्तो हाँसिरहेको थियो कि तिमीलाई कस्तो हेरिराख्नु भएको छ आन्टी भनेर। अनि त्यसपछि सिट खाली भएपछि हामी दुवैजना एकै ठाउँ बस्यो फेरि। अनि यस्तै गफ गर्दै गयो क्या हामीहरू। हिजो तिमी घर गएर के गर्यौ, कतिखेर पुग्यौ, के गर्यौ, होमवर्क गर्यौ कि नै, यस्तो केही कुरा लाउँदै गएको थियो कि। अनि कस्तो हुन्छ कि एउटा साथी भएपछि कस्तो टाइमको पत्तै हुँदैन के। अनि यस्तै हामी पुगिसक्यौँ बस स्ट्यान्डमा। अनि त्यहाँ झऱ्यौँ गाडीबाट। अनि हामी लाग्यो कलेजतर्फ। यहाँ पनि यस्तो उकालो चढ्नुपर्छ के। यहाँबाट बाटो थोरै छ के, धेरै लामो पनि छैन बाटो। त्यही पनि यस्तो थकाइ हुन्छ कि यति 5 मिनट पनि लाग्दैन। त्यही पनि यस्तो थाकिन्छ कि, हाइटमा भएर होला के कलेज। अनि यस्तो थाकिन्छ, हार्टबिट त पुरा ढुकढुक भइरहेको हुन्छ हार्ट के। अनि आइसक्यो हामी क्लास। यो चाहिँ सेक्सन ए अनि हाम्रो चाहिँ सेक्सन बी। साथीहरू चाहिँ रमाइलो गरिरहेको थियो एकदम के। म्यामको ठाउँमा बसेर मलाई म्याम भनेर, म म्याम नै हो भनेर यस्तो झुकिएको थियो क्या क्लासमा आउँदाखेरि, म्याम हो कि के हो भनेर। झन्न म मे आई कम इन भनिनँ क्या, मे आई कम इन भन्न लागेको थिएँ। अनि यो चाहिँ ब्रेक टाइमको भिडियो। हामी चाहिँ डिस्कस गर्दै थियो कि लाइब्रेरी जाने हो कि खेल्न जाने हो कि कता जाने हो भनेर। अनि एकछिन डिस्कस गऱ्यौँ, ब्याग प्याक गऱ्यौँ। अनि बाहिर लाग्यौँ के हामी। अनि बाहिर लाइब्रेरी जाने भनेर निस्केको थियो। अनि एकछिन के घाममा बस्यौँ हामी त्यहीँ। यहाँ चाहिँ मेरो साथीले फेरि यहाँ घाममा बसौँ न, जाऊँ न भनेर गइन्। अनि त्यहाँ बिरालो हेरेर यस्तो भयो क्या मेरो साथीलाई माया लाग्यो। बिरालो यस्तो बिरालोसँग बोलिरहेको थियो कि, ऊ पनि म्याउ म्याउ गरिरहेको थियो। बिरालो पनि उताबाट म्याउ रिप्लाई दिइरहेको थियो क्या। जतिचोटि गरिरहेको थियो मेरो साथीले त्यतिचोटि बिरालोले पनि म्याउ म्याउ गरिरहेको थियो क्या। अनि यस्तै गफगाफ गर्दै कुराकानी गर्दै फेरि हामी क्लासतर्फ लाग्यौँ के। अनि जाऊँ न क्लासमै भनेर क्लासतर्फ गयो के। अनि क्लासमा गएर हेर्छु कि एकदम साथीहरू चाहिँ रमाइलो गरिरहेछ, बसिरहेछ, कोही यता कोही उता, गीत गाइरहेछन्, गफ गरिरहेछन्। अनि हामी पनि जोइन हौँ न, जोइन गरौँ न यिनीहरूलाई भनेर जोइन गरेको। यस्तो रमाइलो भयो कि गफगाफ गर्दा साथीहरूसँग। अनि एकछिन गफ गऱ्यो। अनि त्यसपछि टिकटक बनायो कि हामीहरूले। अब यहाँ छैन भिडियो, अब भिडियो चाहिँ टिकटकमा पोस्ट गरेको छु मैले। अनि त्यही पनि टिकटक बनाएकै धेरै बनाएँ। अनि त्यसपछि थाहा भयो कि साथीहरूले भन्यो सिलेबस बाँड्दैछ भनेर। अनि हामी चाहिँ सिलेबस लिन गयो। अनि त्यहाँ पनि लाइन बस्नु पर्दो रहेछ क्या। अनि त्यहाँ पनि मैले भिडियो बनाएको हेरेर साथीहरू हाई भन्थे भने मेरो पनि ल्याऊ है, म पनि आउँछु तिम्रो ब्लगमा अरे। अनि यस्तै लाइन बसिरहेको थियो कि हामीहरू। यहाँ हेर्नुहोस् न मेरो साथीहरू कस्तो
एक्साइटेड भएको के मलाई पनि ल्याऊ ब्लगमा तिम्रो ब्लगमा देखाऊ मलाई नि। अब कतिजनाको चाहिँ मलाई नदेखाऊ यस्तो उस्तो भन्छ क्या मेरो साथीहरू के सबैजना प्राय म पनि आउँछु तिम्रो ब्लगमा भन्छ के। अनि थोरैले म आउँदिनँ मलाई नदेखाऊ है भन्छे अन्त सबैजना मान्छे के। अनि यो चाहिँ अवार्डहरू हेर्दै हामीहरू कुरा गर्दै थियौँ कि कति धेरै अवार्ड रहेछ यो कलेजको त। हामी चाहिँ यो नेसनल ल कलेजको 14th ब्याच के। अनि यहाँ चाहिँ आज सिलेबस बाँडिरहेको थियो अनि यहाँ चाहिँ आफ्नो नम्बर दिनुपर्ने रहेछ अनि सिलेबस दिनुहुन्छ क्या। नम्बर दिएर साइन गरेर अनि सिलेबस लिनुपर्छ। अनि मैले लिएँ अनि मेरो भयो अनि मेरो साथीको बाँकी थियो कि अनि म्यामले त्यहाँ बस्न दिनु भएन कि मलाई बसिरहेको थिएँ पनि। अनि जाऊ यहाँ बस्नु पर्दैन तिम्रो साथी आउँछ क्लासमा तिमी जाऊ भनेर भन्नुभयो क्या। अनि म चाहिँ क्लासतर्फ लागेँ। सिलेबसको बुक अनि यो चाहिँ यस्तो छ है यो डायरी नेसनल ल कलेजको। अनि यो के रहेछ यार कुन बुक हो यस्तो रहेछ। यो चाहिँ टी सर्ट पेन एनएलसीको पेन त्यो आज चाहिँ स्पेसल भएको खुसी भएको कि हामीहरू टी सर्ट पायो एउटा बुक पायो सिलेबसको। अनि यस्तो खुसी भएको थियो। अनि यो चाहिँ छुट्टी टाइमको के हामीहरू गफ गर्दै निस्किरहेको थियो क्या। अनि यहीँबाट टेलर जानुपर्छ डाइरेक्ट भनेर साथीलाई भन्दै थिएँ कि यहीँबाट टेलर जाउँ भनेर। अनि यो साथीहरूले पनि बाई बाई गर्दै हिँड्यो कि हामी कलेजबाट। अनि कलेजबाट माथि जाँदा पनि यस्तो पिर हुन्छ यार उकालो चढ्नुपर्ने उताबाट आउँदा पनि उकालो चढ्नुपर्ने जाँदा पनि उकालो चढ्नुपर्ने यस्तो खुट्टा दुख्छ क्या कस्तो गल्छौँ क्या हामी। त्यही पनि अब जानु त पर्यो अनि इच्छाले नभए पनि मजबुरी त हो पढ्नै पर्यो अब नपढिकन हुँदैन क्या अरे। अनि यो चाहिँ बस स्ट्यान्ड हो। अनि बस पनि पहिलादेखि नै त्यहाँ थियो। अनि दाइले सोधेँ कि डाइरेक्ट सुन्दारा जान्छ कि जाँदैन भनेर। अनि दाइले भन्नुभयो जाँदैन यहीँबाट चढ गाडी अनि थापाथली झर अनि त्यहाँबाट सुन्दारा हिँडेर जाऊ नत्र अर्को गाडी चढेर जाऊ रे। अनि चढ्यौँ हामी गाडी। अनि यो बसमा चाहिँ हामी लगातार 3 दिनदेखि घर आइरहेको थियो क्या जहिले यही गाडीमा आउने। अनि मेरो साथी फेरि डलसँग खेलिरहेको थियो क्या दाइलाई आज चाहिँ लग्छु म डल भनिरहेको थियो क्या। यस्तो रमाइलो हुन्छ क्या ड्राइभर दाइ र कन्डक्टर दाइ पनि यस्तो हँसिलो हुनुहुन्छ क्या गफ गर्दै मजा गर्दै आउँछौँ क्या हामीहरू। अनि यो चाहिँ हामी गाडीबाट झरेर अनि थापाथलीबाट सुन्दारा तर्फ लाग्यो क्या। अनि बाटोमा क्या यस्तो बाँदरहरू थियो नि राम मन्दिरमा त कति बाँदर हुन्छ नि। मेरो साथीले कस्तो क्युट रे ओ माई गुडनेस भनिरहेको थियो क्या। अनि बाँदरले छुन गइरहेको थियो मेरो साथी। अनि मैले नछौ टोक्छ भनेको क्या। अनि हो र टोक्छ पनि बाँदरले यसले अनि मैले भने कि अहिले टोक्ला भएरि अनि थाहा हुन्छ टोक्छ कि टोक्दैन भनेर। अनि यस्तै गफगाफ गर्दै फेरि हामी लाग्यो सुन्दारातर्फ। यस्तो हिँडेर क्या एक त यो फाइल भएर यस्तो हात दुखिरहेको थियो क्या बोक्दै। त्यही पनि बोकेर त जानु पर्यो ब्यागमा नआँटेर हातमै बोक्नु परेको थियो कि मलाई। मेरो साथी पनि हातमै बोकिरहेको थियो यो फाइल। त्यही गफगाफ गर्दै गयो अनि भोक पनि लागेको थियो। अनि चटपटे पसल खोज्दै हिँडिरहेको थियो क्या हामीहरू। अनि बल्ल एउटा भेट्यो अनि हामी भित्र गएर बस्यौँ अनि चटपटे मगायौँ। अनि मेरो साथीले के कलेजमा खोलेर हेरेको थिएन अनि यस्तो एक्साइटेड भएर म हेर्छु ताले मलाई अब कन्ट्रोल भएन क्या म हेर्छु यहीँ बसेर हेर्छु बरु। अनि हेर्थ्यो कि सबै खोलेर हेऱ्यौँ टी सर्ट। अनि उसलाई के टी सर्ट लाउनु पनि यस्तो हतार भएको थियो। अनि म यहीँ लगाइदिउँ कि कसो भनिरहेको थियो कि मैले भने नलाऊ यहाँ किन लाउँछु र
टेलरमा जान्छौँ भने हामीहरू त्यही चेन्जिङ रुममा गएर चेन्ज गर भनेको थिएँ मैले। अनि यस्तै कुराकानी गर्दै एकछिन बस्यौँ अनि त्यसपछि आयो हाम्रो चटपट। एकछिन चाहिँ कुर्नु पर्यो है धेरै, 5 मिनटभन्दा बढी कुरेको थियो क्या हामी, 5 मिनट के 10 मिनट जति कुरेको थियो अनि चटपट आयो क्या। लास्टै ढिलो सर्भिस हुने रहेछ त्यहाँ, त्यो पनि गफगाफ गर्दै बस्यौँ क्या हामीहरू। अनि यो चाहिँ आयो हाम्रो चटपट, चेस गर्दै खायो क्या हामीहरूले। यस्तो भोक लागेको थियो, चटपट तर मिठो थियो। जे होस् टाइम लगाएर ल्याउनु भयो तर मिठो थियो क्या। यसरी गम गम खायौँ अनि चाहिँ हाम्रो चटपटे पनि सक्यो। अब हामी लाग्यौँ फेरि सुन्धारातर्फ। यहाँबाट निस्केर फेरि सुन्धारातर्फ लाग्यौँ हामी। अनि एकैछिन हिँड्दाखेरि के मेरो साथी कस्तो गल्यो के, अब कति टाढा छ भनेर सोधिरहेको थियो मलाई। अनि मैले नजिकै छ जाऊँ न भनेर, धेरै टाढा छ गइदिउँ न, त्यो गाडीबाट गइदिउँ न भनेको मेरो साथीले। मैले भने नै नजिकै छ भनेर उसलाई ढाँटेर लगेँ के। अब यहाँबाट विशाल बजार त टाढै छ, त्यही पनि उसलाई ठगेर लगेँ कि मैले। यताउता बोलाउँदै गफमा बोलाउँदै लगेँ। अनि जस्ट सिभिल मलभन्दा अलिक पछाडि थियो कि हामीहरू, त्यो चटपटे पसल त्यही थियो, सिभिल मलभन्दा जस्ट यतापट्टि रहेछ। यस्तै गफगाफ गर्दै बकवास गर्दै के गफ लायो क्या। झन् मेरो यो साथीसँग कति गफ लाउन सक्छु म, जति बोले नि पुरै सक्दैन के। अरूसँग फेरि यस्तो हुँदैन, यो साथीसँग जति बोले नि बोल्न सक्छु क्या म। अनि यस्तै धराएर घुम्दै अनि धराएर गर्दै गएको थिएँ क्या म। अनि यसै कुरा गर्दा गर्दै भने मैले के साथीलाई, म यहाँ बसेको पनि 3 वर्षभन्दा बढी भयो, आजसम्म धराएर चढे छैन भनेर। मेरो साथीले सोधे किन चढेनौ भनेर, 3 वर्ष भइसक्यो किन अहिलेसम्म चढे छैन भनेर के। अनि 3 वर्ष मैले भने के, म आउँदाखेरि यहाँ आउँदाखेरि काठमाडौँ आउँदाखेरि यो बन्दै थियो, बनिसके पनि उद्घाटन भएको थिएन अनि चढ्नै पाइनँ। अब उद्घाटन भइसक्यो त्यही पनि चढ्न पाइरहेको छैन के, उता टाइम नभ्याएर यताउता भएर के आउने भ्याएको थिएन। अनि यस्तै बोल्दा बोल्दै हामी पुग्यौँ विशाल बजार। अनि विशाल बजारभित्र छिर्यौँ। विशाल बजारको उतापट्टि रहेछ कि हाम्रो टेलर। अनि यसै गफगाफ गर्दै घुम्दै गएको के। मेरो साथी चाहिँ यता कहिले आएको थिएन के, नाप दिन आउँदा पनि के पर ठाउँमा आएको थियो। अनि केही पनि देखाएको थिएन, उसलाई थाहै नै थिएन के। अनि यस्तै टेलर खोज्दै गइरहेको थियो के, कस्तो कन्फ्युजन के, नयाँ ठाउँमा सारे रहेछ अनि भेट्दा पनि भेटिरहेको थिएन हामीलाई। अनि यस्तै खोज्दा खोज्दै झन् अर्कोमा गइदिएर आएको के म। अनि यो होइन मेरो साथीले अर्को हो भनेर फेरि फर्केर अर्कोमा गएको। अनि यसो भर्याङ चढेर त्यो टेलर पनि कस्तो माथि थियो क्या। झन् आज सिडी चढ्दा चढ्दै म थाकिसकेको थिएँ, यस्तो गलेको थियो। अनि फाइनली हामी पुग्यौँ टेलरमा। गएर हामी ड्रेस लियौँ। अनि मेरो साथी चाहिँ ट्रायल रुममा गयो ट्राई गर्न, म अनि चाहिँ भिडियो बनाइरहेको थिएँ क्या बाहिर। अनि मेरो ड्रेस पनि आयो। अनि मैले ड्रेस निकालेर हेरेँ क्या। अनि त्यहाँको दिदी नखोल न के, तिम्रो ड्रेस फिटिङ नै हुन्छ। त्यही पनि मैले खोलेर हेरेँ क्या, चित्त बुझ्दैन नि, त्यही पनि मैले खोलेर हेरेँ क्या। प्यान्ट सर्ट अनि कोट थियो। अनि दिदीसँग कुरा गर्दै टाई मागेको म दिदीसँग, स्वेटर पनि थियो है त्यहाँ। टाई पनि कस्तो के रातो रहेछ हाम्रो के, मैरुन कलर। अनि यस्तै एकदम खोलेर हेरिरहेको थियो। अनि त्यहाँको अङ्कल के, यसो नखोल नानी फेरि पट्याउन गाह्रो हुन्छ भनेर भनिराख्नु भएको थियो, फिटिङ नै हुन्छ तिम्रो ड्रेस, टेन्सन नल्याऊ रे। लास्टमा त पेन्ट यस्तो लुज भइदिएको क्या। अनि हामी ड्रेस लिएर पेमेन्ट गरेर पठाउ गरिरहेको थियो, बुक गरिरहेको थियो मेरो साथीले। अनि अर्को साथी पनि आई के ड्रेस लिन। हाम्रो राइडरले फोन गरेको गरै हुनुहुन्थ्यो क्या। अनि त्यही भएर हामीलाई त्यो साथीलाई एक्लै छोडेर आउनु पर्यो क्या। अनि राइडरले यस्तो फोन गर्नुभएको थियो, पहिलादेखि नै आएर त्यहीँ बस्नु भएको क्या। एकछिनमै बुक गरेको 2 मिनटभित्रै आइपुग्नु भयो क्या। हामी चाहिँ टेलरभित्रै थियो, टेलरबाट त्यो विशाल बजार जानु टाइम लाग्छ नि, त्यही बिचकै कति फोन गर्नुभयो पठाउको दाइले। अब के गर्नु, अब
फोन गर्दा गर्दै हैरान पारिदिनु भएको थियो के। यस्तो दिक्क भएको थियो कि म फोन उठाउँदै भनिरहेको छु आइरहेको छु दाइ बाटोमा छौँ भनेर, त्यही पनि कस्तो फोन गरिराख्नु भएको थियो। अनि गयो विशाल बजार, अनि म चढेँ गाडी, अनि मेरो मोबाइल पनि अफ हुन लागेको थियो क्या। मोबाइल अफ भएर के म अगाडिको भिडियो पनि बनाउनु पाइनँ के। बाइकमा जाँदा जाँदै रुम जानुभन्दा पहिला नै मेरो मोबाइल अफ भयो, त्यसैले योभन्दा अगाडिको भिडियो पनि बनाउन पाइनँ। अब यस्तै हो। सी यू इन नेक्स्ट ब्लग।